हेलो साथीहरू, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। म भिडियो चाहिँ यहाँ बाहिर पार्कबाट सुरु गर्दैछु, किनकि म यहाँ बाहिर आएको छु नि त साथीहरू। अनि हरियालीमा आएर चराचुरुङ्गीको आवाजसँगै मेरो बिहानीको सुरुवात हुँदैछ। हाम्रो चाहिँ यो घर तलको पार्क है साथीहरू। अनि हेर्नु नि, यहाँ बच्चाहरू खेल्ने ठाउँ पनि छ, अनि यतापट्टि छ। यहाँ चाहिँ हरेक घरमा यस्तै हुन्छ कि। अनि आज चाहिँ एकदम स्पेसल डे हो कि साथीहरू। अनि त्यही कुरा हजुरहरूलाई नि अब म भिडियो बनाउनु सुरु गरेको छु नि त। अनि यो सानो खुसी पनि, हाम्रो खुसी पनि हजुरहरूलाई सेयर गरौँ भनेर चाहिँ मैले यो भिडियो बनाउँदैछु। त्यो के हो भनेर थाहा पाउनको लागि चाहिँ हजुरहरूले भिडियो हेर्नुपर्ने हुन्छ होइन। अनि यो कुरा चाहिँ हामीले बाबा मम्मीलाई पनि भनेको छैनौँ कि, बाबा मम्मीलाई पनि सरप्राइज दिउँ भनेर भनेको छैनौँ। अनि त्यो मलाई यो क्यामेराको अगाडि बोल्नलाई बानी छैन नि त साथीहरू। त्यही भएर मेरो बडी अनि आइरहेको छ। 6:30 भएको छ अहिले। हेर्नु न, 6:30 मा कस्तो घाम लागेको छ कि गाई। टन्टले घाम। 6:30 बजी नि यस्तो उज्यालो घाम लागेर होइन, पत्याउनु हुन्न होला कि। 10-11 बजे जस्तो भयो। अब मैले हजुरहरूलाई देखाइ नै हालेँ। अब चाहिँ म रुममा जान्छु। अनि मम्मी टिकटक बनाउन आउनु भयो? टिकटक बनाउन आएको। अनि एउटा बाबा टिकटक बनाउनु हुने हो? तपाईँ कता जानु भएको त नि यता? टिकटक? अनि टिकटक यहाँ गाडी भए ठाउँ बनाउँछन्? टिकटक किन गाडी भए ठाउँमा हिँड्नु भएको त? मम्मी ल ए कहाँ यता त आउनु भयो भने उता हिँड्नु न। यता आउनु न, उता जाउँ न। के हो टिकटक उतानिर टिकटक बनाएर आउने क्या। हिँड्नु नि, हिँड्नु कहाँ कुल्टी हाने पछाडि म यो भिडियो बनाउने आँखा देखेको छैन नि त। हमारे यहाँ ऐसा ही होता है। हाम्रो राजा बाबु कुन गीत टिकटक बनाउने हो? कुन गीत टिकटक बनाउने हो? रियान मम्मी एउटालाई गेस गर्नु त, हामी यहाँ बाहिर किन आएको भनेर। म त केही बाबा भयो के थाहा भन्नुभयो? भन्नु न, के थाहा भन्नुभयो? भन्नु न, भन्नु त बाबा, भन्नु न। मम्मीलाई गेस गर्नु त। मलाई त खै के थाहा छैन भन्नु त। भिडियो बनाउन आएको छ। भिडियो बनाउन आएको के गर्नु? अनि भिडियो बनाउन त आएको हेर्नु बाबा। के भिडियो? एउटा अब हिँड्दामा उतै गरेर भिडियो बनाउनु भन्नु न मम्मी। गाडी चढ्न आयो नि। गाडी अब गाडी चढेर जाने। कहाँ गाडी लिएर आउनु भएको तपाईँले? यो होइन, कहाँ बाबाले त्यत्तिकै भन्नुभयो, रेन्टमा लिएर आउनु भएको। कहाँ गाडी लिएर आउनु भएको र? गेस गर्नु त मम्मी। होइन बाबाले कसरी गेस गर्नु भएको? हिँड्नु नि बाबा। मम्मी गेस गर्नु न। तपाईँले गाडी लिनु भयो र? गाडी लिनु भयो? के रहेछ मम्मी? अर्काको गाडीमा कहाँ छुनु भयो मम्मी? अहिले पैसा तिर्न लाउँछन्। अर्काको गाडीमा त्यसरी छुनु भयो भने त पैसा। अब मम्मी होइन, छुनु हुँदैन भने आउनु भने कहाँ जानु भयो?
बाबाले कसरी गेस गर्नु भएको थियो बाबा बाबाले कसरी थाहा पाउनु भएको थियो र छुन हुँदैन भनेर मम्मीले छोइदिनु भयो अब पुलिस आउने भयो मम्मी जापानमा गाडी छुन हुँदैन भने त मम्मी यहाँसम्म आइपुग्दा पनि थाहा थिएन बाबाले कहाँ आइपुगेपछि याद गर्नुभयो यहाँ ठ्याक्कै यहाँबाट छिरिसकेपछि बाबा यहाँबाट आउन नहुन्थ्यो कि उताबाट जानु पर्ने यहाँ तपाईँले मिस्टेक गर्नुभयो र नि थ्याङ्क यू कता साँच्चीकै थाहा पाउनु भएको रहन्छ कि मम्मीले म त यहाँदेखिबाट होइन के यहाँबाट जानु पर्थ्यो क्या तपाईँले म त माथिबाट तल जाउँ भन्दाखेरि त्यही भएर माथि केही नगरेको बाबा फेरि टोपी सोपी सबै भन्नुभएको बाबाले पनि गेस त गर्नुभएको थिएन माथिबाट आउँदा यहाँ आइसकेपछि गेस गर्नुभयो कि ठ्याक्क ल साथीहरू फाइनली हाम्रो यहाँ गाडी त बाटामा आइपुग्यौँ अब एकछिनपछि हामी मम्मी र बाबालाई नि भनेको थिएनौँ अब पूजासुजा गर्ने अनि उ गर्ने क्या त्यही भएर केही पनि रेडी गरेको छैन मम्मीहरू थाहा पाउनुहुन्न बिहानै भाँडा माझ्न लाग्यो बाबा उठिसक्नु भएको थियो मम्मी झन् नुहाइसक्नु भएको छ रियान अहिले बस्ने कि अहिले कहाँ अहिले पूजा गरौँ अनि त्यहाँबाट रियान गाडीमा बस्देऊ रियानलाई निकालिदिनु ल उमेद त गोजाइमास हामी सबैलाई उमेद त गोजाइमास हामीनेरि अब मम्मी र बाबाले पनि थाहा पाउनु भयो अब हामी पूजा गर्नका लागि रेडी गर्छौँ अब रेडी भएर आउँछौँ रेडी भएर आइसक्यो हामी घुम्न जानलाई भनेर होइन लिएर आएको तर घुम्न भएन भने नगइकन मलाई त गाडी सप्राइदिन पो ल्याएछन् बिहान त बाबु नानीले बिहान हाल्दै घुम्न जाने भनेर बिहान 8 बजे जाम भनेर निकालेर हामी त तयार भएर आयौँ गाडीतिर पो लिएर आयौँ मलाई सरप्राइज हेत्तेरिका घुम्न जाने भनेर रेडी भएर निस्केको त हामी त कहाँ बाबा यहाँ बाबुलाई लिएर हिँड्दै हुनुहुन्छ ल हामी चाहिँ अब यहाँ पूजा गर्नको लागि भनेर रेडी भएछ मम्मी चाहिँ यहाँ मम्मी नि रेडी भइसक्नु भएको छ म पनि रेडी भइसकेँ अब पूजा गर्न मात्र बाँकी छ तर साउजी यहाँ आउँदै हुनुहुन्छ कता हराउनु भयो गाडी साउजी आउनुभयो ल हामी गाडी साउजी आउनुभयो अब हामी पूजा गर्नतिर लाग्यौँ
लड्डु होइन त्यो त होइन त्यो होइन हाम्रो सानो बाबुलाई खै देखा ए पूजा सकियो हाम्रो सानो बाबु कस्तो भयो त मम्मी एकदम राम्रो कति राम्रो पूजा हामीले विश्वकर्मा पूजा गऱ्यौँ गऱ्यौँ गाडीको गाडीको हाम्रो पूजा सानो बाबुलाई पनि देखाइदेऊ ल भिडियो बनाइ गाडी सौचेमा ल साथीहरू हामीले गाडीको पूजा पनि सकियो आजको दिन कस्तो भइरह त तपाईँको आज बादल लाग्यो पानी पर्ला पर्ला जस्तो भयो अनि अब अरू के भने पूजा गाडी पूजा गरियो अनि अनि अरू अनि अरू अब भोक लाग्यो भाषण नि अब यही हो रे अरू अब मैले त यही राखिदिन्छु ल ल ल ल अब हामी पूजा सकेर हिँड्यौँ ल साथीहरू आजको दिन चाहिँ एकदम खुसियाली भयो मेरो बुढाको सपना चाहिँ पुरा भयो फाइनली तिम्रो चाहिँ होइन ए मेरो पनि हो मतलब हाम्रो सपना चाहिँ पुरा भयो फाइनली बाबा ए नाति बाबु नि गएर आयो गाडीमा नाति पनि गाडी पनि छोरीको पौरख ए हामी त सिमानैमा छैनौँ छैनौँ अब खुसीको त कति कति फेरि यता किन आएको हामी